हेलो एभ्रिवान, वेलकम टु अ डे इन माई लाइफ। आज चाहिँ मेरो कान्छी भान्जी सान्वीको बर्थडे थियो है। यो चाहिँ दिदीहरूले रिसेन्टली ल्याउनु भएको एक्वेरियम रुममा एकदम बवाल देखिया थियो। आज चाहिँ मेरो काम के थियो भन्दाखेरि डेकोरेसन गर्ने काम चाहिँ पुरै नै मेरो थियो है। मैले डेकोरेसनको लागि रेडी बनाएँ, ब्यानर सान्वी लेखेको पछाडि टाँसे है। अनि यो चाहिँ मेरो जेठी भान्जी तान्वी। अनि मैले चाहिँ बेलुन पुरै फुलाएर रेडी बनाएर रुममा राखेँ है। अनि त्यसपछि चाहिँ आज मासु यो पकाउने डिपार्टमेन्ट चाहिँ म्याक्सिमम दिदीको थियो है। मासु मात्रै पकाउने काम चाहिँ भिनाजुको थियो है। अनि यो चाहिँ सबै कटिङ रेडी बनाएर राखेको है। अनि त्यसपछि यो चाहिँ फाइनल मेरो डेकोरेसन कस्तो छ गाइस कमेन्ट गरिदिनु होला हैन। यो चाहिँ मैले रेडी बनाएर चाहिँ मेरो काम सकिहालेँ। एकदम मैले चाहिँ राम्रै बनाए जस्तो मलाई फिल हुन्छ है। अनि ड्याडीको काम चाहिँ आज स्यालेड रेडी गर्ने थियो है। गाजर काँक्राहरू सबै रेडी गरेर अनि यहाँ चाहिँ मेरो दिदी चाहिँ अझ मेन पकाउने कुक चाहिँ दिदी नै हुनुहुन्छ। दिदीले पकाउनु भएको यो खानेकुराहरू हेर्नुहोस् है। एकदम भेराइटी थियो, अचारहरूको पनि भेराइटी है। भेजिटेरियन अप्सन्स पनि थियो प्लस नन भेज पनि थियो है। अनि पाहुनाहरू चाहिँ सबै आइसक्नु भएको थियो। सबैजना आफ्नै धुनमा व्यस्त है। कोही चाहिँ एकअर्का कम्युनिकेसन गर्दै हुनुहुन्थ्यो भने कोही चाहिँ मोबाइल फोनमा पनि बिजी हुनुहुन्थ्यो है। अनि त्यसपछि बाहिर लागौँ अब हाम्रो मेन्स ग्याङ चाहिँ बाहिरतिर आफ्नै डिस्कसन थियो है। अनि सबैजना चाहिँ बर्थडेको लागि रेडी हुनुहुँदै थियो, प्लस ड्रिङ्क गर्दै हुनुहुन्थ्यो सबैजनाले। अनि हाम्रो ग्याङ चाहिँ यतातिर थियो है। अनि अब बर्थडे सेलिब्रेसन हुन्छ यहाँ है। Happy birthday, happy birthday, happy birthday to you. Happy birthday, Saanvi. Happy birthday, Saanvi. Happy birthday. Thank you everyone for watching. Bye bye.